बाइडेन सरकारले भन्सार टाइट गरेपछि 80 रुपियाँ दर्जन केरा त मेरो बारीबाटै बिकिराखेको छ, म कहीँ नगइकन। अझ मेरो केरा त 200-300 पर्नुपर्ने हो, किनभने अरूभन्दा मेरो फरक हो। मेरो चाहिँ टोटली केमिकल आउट, युरिया डिएपी मेरोमा चल्दैन। मेरो माछा पनि कर्णालीभन्दा राम्रो माछा हो होइन। बरु कर्णालीमा यसो यताउति खान्छ होला, तर टोटली चाहिँ नि जो अर्ग्यानिक खानेकुरा खुवाएर पालेको माछा हो मेरा होइन। त बाँच्न त सकिँदो रहेछ। सामान्य एउटा किसानले अलिकति मेहनत गर्यो भने त मलाई त विदेशमा जानुपर्छ त भन्ने लाग्दैन ल। त्यो गभर्मेन्टको पोलिसीले मैले अहिले कृषि पेसाबाट कमाइरहेको अमेरिकामा बसेको 2 जनाले पनि कमाउनु। तपाईले कृषि पेसामा अहिले नेपालमा बसेर कमाइराखेको जुन मेरो आम्दानी छ त्यो अमेरिकामा 2 जनाको कमाइले पनि पुग्दैन होला।